हाम्रो यात्रा लटरममै बनायो आएको तर यो काठमाडौँदेखि जाने काठमाडौँदेखि हेटौँडा फास्ट ट्र्याक बाटोमा बागमतीको पुलनिरबाट माथि चढेको होइन। त्यहाँ 1:11 गएको थियो। अहिले कति बज्यो सर? पाउने 3:45 कति घन्टा भयो? 3 घन्टा त सिधै भइसक्यो हो 3 घन्टा 30 मिनेट 3 घन्टा 30 मिनटको डाँडो उकालै ठाडै हुँदैन। अझ गन्तव्य देखिएको पनि छैन। निराश के छ मनमा? नसोचेको यात्रा भयो आज हो साह्रो दुःखदायी पीडादायी रमाइलो कम हो। सुरुमा रमाइलो थियो अहिले छैन। तर बाटोमा अर्ग्यानिक किरा पनि खाइयो नि त। त्यो पनि एउटा राम्रो पक्ष हो नि। कसैले त थाहा नपाउनु पनि सक्छ अर्ग्यानिक किरा सबैमा थिएन होला भए पनि नभनेपछि थाहा हुन्न नि त। कपले हुन्छ नि त।